हप्ता में एक दिन कंपनी छुट्टी हुन्छ त्यसैले बिहानै उठेर मार्केट जानुपर्छ किनभने यहाँ बिहानको बजार लाग्छ। तर मलाई किन बजार जानु मन लाग्दैन त। ऑल राइट गाइज, वेलकम टू माई मिनी भ्लग। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। राति ढिलो सुतेको कारणले बिहान उठ्न अलिक ढिलो भयो। उठेर साथीहरुलाई खोज्दा साथीहरु कोही पनि छैन। रुममेट फोन गरेर सोध्दाखेरि सबै साथीहरु मार्केट पुगिसकेको रहेछ। म जस्तै यो साथी पनि सुतेको सुतै भयो। त्यसपछि मार्केट जाने साथी भइहाल्यौं हामी दुईजना। यो चाहिँ हाम्रो खातामा जहिलेको रुटिन लेख्नु पर्छ। यदि हामी बाहिर गयौं भने यहाँ सिग्नेचर गरेर टाइम डेट लेखेर हामी जानुपर्ने हुन्छ। स्कुल जाँदा पनि यस्तै लेखेर जानु पर्थ्यो। अहिले पनि त्यही सिस्टम भएको छ। के कमाउन आएको हो कि स्कुल पढ्न आएको थाहै लाग्दैन। हेर्न सक्नुहुन्छ यो कम्पनीको यो गेट अगाडिदेखिको यो हाम्रो कम्पनी चाहिँ लास्टै शान्त छ क्या। केही पनि अगाडि पछाडि केही पनि छैन। पुरै जंगल छ। चारैतिर बाटोहरू मात्र देखिन्छ, अरु केही पनि छैन घरहरू। त्यही भएर पनि होला गेटमा साइन गरेर हामी बाहिर निक्लिनु पर्ने हुन्छ। यदि केही समस्या अनि धेरै ढिलो भयो भने सेक्युरिटी गार्डले फोन गर्छ, किनभने यो एरियामा चाहिँ पुलिसहरू धेरै घुमिरहेको हुन्छ। त्यसैले पुलिसले पनि पक्रिने धेरै डर हुन्छ। कम्पनीका मान्छे हो भने केही पनि डर हुँदैन। यदि भागेर काम गर्दैछ भने उनीहरुलाई अलिक गाह्रो हुन्छ। त्यसैले म के भन्छु भने भागेर कोही पनि काम नगर्नु होला, धेरै गाह्रो हुन्छ। मलेसिया मार्केट पुग्न चाहिँ 20 मिनेट लाग्छ। 20 मिनेट हिँडेर अनि मार्केट जानुपर्छ। यो दुईटै म्यानमारको साथी हाम्रै कम्पनीमा काम गर्ने। म आउने बित्तिकै यहाँ हेरेको स्याउ रातो थियो। मलाई चाहिँ खानु मन लागिहाल्यो। त्यसपछि त नकिन्ने कुरै हुँदैन। स्याउ किनेर हेर्न सक्नुहुन्छ कस्तो रातो स्याउ छ। मलाई त अहिले नै खानु मन लागिसक्यो। मेरो मेसमा खाने मेरो मिल्ने साथी भनेको यही साथी हो। साथी चाहिँ बिहानै मलाई नउठाइकन गइसकेको रहेछ मार्केट। साथीलाई सोधेको मलाई किन नउठाएको भनेर साथीले भन्यो किन डिस्टर्ब गर्नु सुतेको मान्छेलाई। यतिको मिल्ने साथी कहाँ पाउनु र। घडी हेर्दा त 10 पो बजिसकेको रहेछ। मलाई त लास्टै भोक लाग्यो। त्यसपछि म एउटा केरा निकालेर खाइहालेँ। कम्पनीमा सबै ठिकै हो, तर हप्तामा एक दिन मार्केट जानुपर्छ। त्यही भएर लास्टै टाढो छ, हिँडेर जानुपर्छ। 1 घण्टा हिँड्नै पर्छ। त्यही भएर मार्केट जान राम्रो लाग्दैन। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। तपाईहरुले माया अनि सपोर्ट गरिदिनु होला। हस् त।